गर्छन् नाश समस्त जो असुरको कालै स्वरूपी बनी सम्झन्छौ मनले तिमी जननीको पाऊ सुरक्षा भनी उतर्ने दुष्टात्मा वज्र जति भारी पृथ्वीको दया पाऊ अहिले भनेको म पर्छु शरणमा कुनै निरिगी गाई यदि कहीँ लामा गरी गए उतार्छन् सज्जनले जसरी गरी रक्षा जतनले हजुरले त्यस्तै नै गरिकन दया भक्त जनको ठुलो यो कुनै निरिगी गाई यदि कहीँ लामा गरी गए उतार्छन् सज्जनले जसरी गरी रक्षा जतनले हजुरले त्यस्तै नै गरिकन दया भक्त जनको ठुलो यो संसारी दुःख हरिदिनहरू ताप मनको कीर्ति सिद्धि कीर्ति प्रभाव दया ज्योत्स्ना क्षमा सन्तति श्री लज्जा शुभरत्न कान्ति रमा निद्रा र कान्तिमती दुर्गे नाम लेखछन् भवनमा विख्यात तिम्रो तर इच्छा माफीको जब सम्झनहरू कल्याणका खातिर पर्दा सङ्कट राजदण्ड अथवा दैवी विपत्ति हुँदा पर्दा घोर नदी जङ्गलमा बाटो कतै बिर्सदा ठुलो द्रोहिकता भौतिक कतै आइपरेका घरी तिम्रो केवल नामको समरले जाला सबै दुखरी पानीमा यदि कोही आत्तिन गए डुब्ने स्थितिमा परी पापी दुष्ट र चोरका पथमा फेला परेका घरी आदि व्याधि सुपात्रमा र धनमा साम्राज्यको नाशमा जसले गर्दछ सम्झना हजुरको पर्दैन आपत्तिमा राज्य भ्रष्ट भएर हे भगवती अहिले म छु चिन्तित चाँडो दर्शन बक्स्योस् हजुरले मेरो चिताइत मेरा निम्ति हजुर बाहेकहरू छैनन् कुनै रक्षक जान्दैनौ महिमा पनि सकल छेउ हामीहरू बालक बारम्बार गरी प्रणाम जननी पाऊँ भनी दर्शन मोती झैँ दुई नेत्रबाट जलका धारा बगाइकन